भन्दा नि बगर क्या खतरा बगर देखे है पछि त भरिहाल्छ नि भन्दा अहिले पानी यो कम भयो अनि हिउँ कम परेको अहिले हिउँ परेर पाउनु थाले भयो त सबै अन्जेर तर भनिदिनु ल भान्जा किन भनौँ न उता बाँध छैन नि बाँध नभएपछि उताबाट बाँधबाट गएको गर्छ बाँध तर त्यहाँ चाहिँ तपाईँ धेरै त होइन 20 मिटर जति बाँध उचालिदियो भने दामी हुन्छ फेरि डर हुन्छ नि पछि बाँध फुट्यो भने भनेर तनाव छ नि भान्जा फेरि अनेक छ नि भान्जा यहाँ मर्स्याङ भयो खै कोला त मलाई झन् के थाहा भान्जा मर्स्याम्दी बगेर नाइनी मर्स्याम्दी त कहाँ आयो मर्स्याम्दी त बगेर नारायणीमा झऱ्यो भनेर गीत गाएन र भने त्यो त हो होइन हामी त मर्स्याङ्दी गर्ने खोलातिरतिर आयो नि त होइन माथिसम्मै छ हिमालय चारतिर हिमालय क्या यहाँ अझ खाल्टोमा परेर हो पुन्टे हिमाल नत्र चारैतिर हिमाल देखिन्छ तर शक्ति चाहिँ शक्ति है त्यस्तो ठाउँमा नि हेर्नु न सहर बन्ने अब हाम्रोतिर ए पहिरो जाइन्न बगेर कहाँ बनायो त भने त्यहाँ बहुलाइस भने सही छ तर यो त उतेसको खेतमा पुग्छ क्या है हामी हिमालकै फेदमा छ है गाई यहीँबाट आएको हो क्या पानी हो नि त्यही सबै हिउँ पग्लेर आएको नि हिउँ परिरहेछ यो पग्लिया छ यो बगिरहेछ हिउँ परिरहेछ पग्लिया छ बगिरहेछ भइरहेको नि त्यो भिडियो भने त यो सबै बगाउँछ गइहाल्छ नि अन्त होइन त्यो माथिको डाँडा होइन अझ यतातिर पनि सायद यस्तो कप्चेरमा नि ताल हुन्छ क्या भन्दा अनि त्यो ताल अनि त्यहाँबाट गयो भने त तनाव पनि हाल्छ जाँदैन भगवान्को शक्ति हो अनि यस्तो ठाउँमा त खै हुन्छ अन्नपूर्ण के थाहा भान्जा मलाई झन् कुन चाहिँ हो सानो सानो पुन्टे अन्नपूर्ण होला ए माइ जेठो माइलो कान्छ कुकुन हो खै भान्जा ल पानी बगेर कल 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 भइरहेछ अन्त हिँड्यो यस्तो ठाउँमा आएर नहिँड कहाँ हिँड्यो र म त भान्जाले बिहानै बोलाएको त बिहानै उठेँ म त एक्लै म त उठेन कोही थिएन होइन भान्जाहरू उठेन कि हो 10-15 मिनट 20 मिनट भइसक्यो त्यो मान्छे त पछाडि आइदिएर डिस्टर्ब भएर उठ्यो क्या हिम फुटिरहेको छ भन्दा हिम पहिरो गएको त ल्याएर त हिम पहिरो गयो हिम पहिरो ऊ पहिरो गयो हेर्नु हिम पहिरो गयो क्या त गुडुडु गएर अब पानी पर्छ यहाँ हो यो ठ्याक्क लगाए हामीले हेर्दा हेर्दा हिम पहिरो गयो सबै तल आउँछ होला ऊ त्यो माथिको झरेर चाहिँ भन्छु अहिले त टन्नै थियो नि ऊ त्यहाँ खोप्छ नि ऊ त्यहाँ तर त्यहाँ नआउँछ नि त्यहाँ त कति ठाउँ रहेछ नि न त त्यो तल झर्थ्यो नि बुटुटु झरेन नि फुटेन त्यहाँ त यो त्यहीँ अडेको क्या यो तल झरेन हल्का झर्दैछ ल हामी चाहिँ हिमाल आउँदैछ हिम पहिरो गयो हामी आउँदा आउँदा गाइसक्यो घुटुटुटुटु गरे अन्त तल चाहिँ झरेर देखेन सानो हिउँ पहिरो गयो नर्मल हो यहाँ त यस्तो भइरहन्छ यहाँ किनभने त अब घाम लाग्यो नि त घामले पर्को त्यो जुन ढेका छ नि हपक्क भएर बसेको ढेका भुवाक्क झऱ्यो क्या भन्दा त त कत्रो आवाज आयो हो भन्दा त्यो हिउँ हेर्दा हेर्दा त आँखा पो दुख्यो क्या चस्मा लाउनु पर्यो सेतो हेर्दा हेर्दा आँखै लट्ठ हुन्छ नि मेरो त भएन रहेछ नि त त्यो त हिँडेर हिँडे नै हुन्छ जस्तो लाग्यो यता 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 छ अझै हिँड्यौँ न के छ र हामी उहाँ तलबाट यति उहाँ तलबाट आइसक्यो कि हामी तर यहाँको त यो यस्तो पाहाडहरू पनि छुट्टै आनन्दको देखिन्छ हेर्नु न उता पनि ताल छ जस्तो खोइ छ त्यो खोल्छमा पनि ताल छ जस्तो खोइ खोजमा हान्सा त होला भन्दा
पुग्दैन जति हिँड्यो नि हिँड्यो है यत्रो ठाउँ छ भन्दा नि बाटै रहेछ नि सल्लाहको यहाँबाट साइड साइड ओके मान्छे ऊ ट्रेकिङमै जान्छ जस्तो छ नि त्यताबाट ट्रेकिङ रुटै जान्छ त पनि केही त छ होला छैन होला भन्दा ऊ त्यहाँबाट छुट्टै झरेर यता आएको छ त्यो खोर्सामा पनि ताल हुनुपर्छ है सानो हुँदैन क्या त्यो त तपाईँहरू हिँड्नुपर्छ होइन क्या मजाले अडिरहेन नि त्यही त मा त्यो त हिँडे